हेलो साथीहरू, आज चाहिँ हाम्रो घरमा भैँसीको खुट्टा पाक्दैछ हो। अब चाहिँ यसलाई मजाले धोएर त्यहाँबाट बनाउनु पर्छ। तपाईँहरूलाई अहिले सबै रेडी गरेर देखाउँछु है। खुट्टा बनाउँदैछु हो। अब चाहिँ मसलाहरू हाल्छु सबै साथीहरू हो। सबै मसलाहरू हाल्दैछु सबै रेडी गरेर एकैचोटि हो त्यहाँबाट बनाउँछु मजाले हो। त्यहाँबाट तपाईँहरूलाई अहिले रेडी गरिसकेर फेरि देखाउँछु ल गाइस। अब चाहिँ यो मैले बसालेँ हो। अन्त अब तपाईँहरूलाई सबै रेडी भएर पाकेर चाहिँ म फेरि तपाईँलाई देखाउँछु। साथीहरू हेर्नुहोस्, मेरो मासु चाहिँ पाक्यो, भैँसीको खुट्टा हो। हेर्नुहोस्, तपाईँहरूले कमेन्ट्स गरिदिनु कस्तो लाग्यो होला तपाईँहरूलाई हो मैले बनाएको ल। सेयर गरिदिनुहोस्, लाइक गरिदिनुहोस् तपाईँहरूले।